तपाईहरुले चाहिँ चाइनिजहरुसँग सामान किन्न जाँदाखेरि कति पैसा भयो सोध्नु पर्यो त्यसलाई आज हामी चिनिया भाषामा सिक्छौं है त कति पैसा तो शाओ qian तो शाओ भनेको कति qian भनेको पैसा हाउ मच तो शाओ qian सामान चाहिँ अब एकदम महँगो भयो देउसे भनेको पैसा सो धेरै महँगो छ भन्नलाई चिनिया भाषामा थाइ कोइल भनिन्छ धेरै महँगो छ थाइ कोइल थाइ भनेको एक्सट्रिमली कोइ भनेको महँगो ल भनेको पार्टिकल इट्स टु एक्सपेन्सिभ थाइ कोइल अब महँगो भयो सो तपाईले मलाई डिस्काउन्ट दिन सक्नुहुन्छ भनेर सोध्नु पर्यो त्यसको लागि चिनिया भाषामा नि खै कै व ताचमा भनेर सोध्न सक्नुहुन्छ नि भनेको तिमी खै भनेको सक्नु कै व भनेको मलाई दिनु ताच भनेको डिस्काउन्ट मा भनेको क्वेशन गरेको के तपाई मलाई छुट दिन सक्नुहुन्छ नि खै कै व ताचमा क्यान यु गिभ मी अ डिस्काउन्ट नि खै कै व ताचमा अब हामी सबै रिपिट गरौँ है त तो शाओ qian कति पैसा थाइ कोइल धेरै महँगो छ थाइ कोइल नि खै कै व ताचमा के तपाई मलाई छुट दिनुहुन्छ तपाईहरुलाई मैले बनाएको भिडियो राम्रो लागेको छ भने मलाई लाइक र फलो गर्नु होला है त